ल गइरहेछ जङ्गलमा काम होइन त बेसी हो के छ केटाहरूको यस्तो रुम छ होइन यस्तै छ जिन्दगी झरिआयो माथि चाहिँ यस्तो छ के छ ठिक छ केटाहरू यता छन् अब सर्वे केमा गइरहेछ भनेर होइन जङ्गलमा काम गर्न अब 12 दिन गइरहेछ अगाडि नै नगर्दा लगाइदिनुहोस् उतारको गाडी तीनटा गाडी छ ल हेलो गाइस ल अब त छ यता हैन साइला यता भोजपुरी प्लस मिक्स भइरहेछ दुईटै अलि समय चाहिँ साइला कराइरहेछ यता चल्दैछ हैन हामी गइरहेछ यहाँ बमजन छ महिनाको हैन रामायण ल सर्वे क्याम्पमा गइरहेछ आज 25 गते ल केटाहरु चढे यहाँबाट ओ निराज के छ ठीक छ गोपाल भ्लग भन्दैछ र चल्दैछ भोजपुरी मिक्स सबै यस्तो छ पुरै डाँडा छ पुरै हैन गाडी चल्दैछ गइरहेछौँ हामी एकदम साइला केही भन्नु छ कि छैन हेलो हामी नगरकोटमा छौँ होइन यस्तो छ चिचिसौरा ठाउँ यहाँ चाहिँ लालु कता आयो नि त अर्को गाडी आयो झरिआयो माथि चाहिँ यस्तो छ के छ ठिक छ पुरा भोजपुरी चल्यो नि त गाडीमा ल चल्दैछ सबै यता केटाहरू छ जनकपुरको केटा छ ओइ गाडीमा गीत बजेको बजेन कुन गजो लाले बजाइरहेको थियो हाम्रो यहाँ अब रुम लिने कार्यक्रम भइरहेछ को कता बस्ने कतिजना बस्ने ल गइरहेछौँ हामी यहाँ ब्यागहरू त नाच्छ होइन त अहिले केटाहरूको यस्तो रुम छ होइन यस्तै छ जिन्दगी चलिरहेछ सर्वे क्याम्प माथि त भ्यू पनि खतरा रहेछ अब राति सुरज त्यहाँ बसेर हेर्छ नजारा लिन्छ के हेर्नु उसको घरै देखिन्छ होला यहाँबाट त अहिलेदेखि के छ अब काम गर्न कोही छैन 3-4 घन्टा हुन्छ आज धेरै हुँदैन 5 बजेतिर आइहाल्छ नि बिराज अब खान्छ भरेदेखि के छ दलाल विराज सुरज कालु भाइ ठिक छ यहाँनिर नि हुँदैछ हाम्रो जति त छैन ओम प्रकाश यता छ चल्दैछौँ हामी सामान लिन अब माथि अझै चढेर फेरि माथि पुग्छ हामी अभिषेक सामान लगिँदैछ दिपेन्द्र छ त हामी जङ्गलमा कुद्दैछौँ विश्वहरू उता छ यता देशी बालकहरू छन् रुख काटेर हेर यहाँका मान्छेहरूले हेर त यस्तो ठाउँमा गर्नुपर्छ इन्जिनियर हुन गाह्रो छ त केटा ओ विश्व छिटो आउन पहिला हिउँ पर्थ्यो पानी मात्र पर्थ्यो र पहिला एकचोटि परेको थियो ल गरिँदैछ काम विश्व के छ ठिक छ यता भइरहेछ गाडी दैछ कता के गरिँदैछ सब हुँदैछ चल्दैछ यस्तै छ जिन्दगी आइतेहरू दर्शन राजेशहरू ट्याङ्की रिफ्रेस दिने उहाँ छ त ट्याङ्की दौ ट्याङ्की नजाने कि ट्याङ्कीपट्टि तलै जाने ठिक छ यहाँबाट त्यहाँबाट होइन मोटे गएको थियो नि तल त्यहाँबाट त्यहाँ हेर त वान एट्टी चाहिँ हुँदैन कि मोटे माथि जानु पर्थ्यो घारीमा हुँदैन कि तलै आउनु पर्थ्यो त्यो अझै हुँदैन त्यो जङ्गलबाट हुँदैन ए प्रवीण हलवलियो बाटोमा होइन अगाडि चाहिँ यस्तो छ रातिमा भ्यू यहाँ खतरा छ यस्तो छ टक्क ब्लक भन्दैछ माथि जगिरहेछ तातो पानी लिएर अलिकति अलिक हात धुँदैछ यस्तो छ पुरो भ्यू छ होइन